अहिले हामी भेरीगङ्गा 12 मिर्गे डाँडामा एकजना किसानको घरमा आइसकेको अवस्था छ। नमस्कार हजुर। नमस्कार। के गर्दै हुनुहुन्छ? बोडी जोग्दै छु। यो तपाईहरु यो तरकारी खेती पहिलेदेखि गर्नुहुन्थ्यो कि अहिले भर्खर सुरु गर्दै हुनुहुन्छ? भर्खरै सास निकाल्दैछु। कसरी गरिरहनु भएको छ? यो व्यक्तिगत रूपमा हो कि सामूहिक रूपमा गर्नुभएको छ कि के छ? व्यक्तिगत नै हो। व्यक्तिगत हो। अनि सास नेपालले के कस्तो सहयोग गरिरहेको अवस्था तपाईहरुलाई? गर्नु भएको छ। हाम्रो आवश्यकता परेको अब माग गर्छन् के रे? हजुर। त्यही अनुसारको सहयोग गरिरहनु भएको छ अहिलेसम्म। आर्थिक प्राविधिक के छ उहाँहरुको सहयोग? सामानहरु उपलब्ध गराउनु। बिउ बिजनहरु, बिउहरु, सामग्रीहरु पनि चाहिन्छ, सामानहरु पनि। अनि यो तरकारी अहिले लगाइरहनु भएको छ, तरकारी र यो मकै गहुँमा के फरक पाउनु भयो हजुरले लगाउँदा? हजुर, मकै गहुँ लगाउनुहुन्थ्यो पहिला, अहिले तरकारी लगाइरहनु भएको छ, के फरक चाहिँ पाउनु भयो? पहिला भन्नु धेरै भएको छ। के अरे आम्दानी पनि भइरहेछ पहिला भन्दा। पहिला अब त्यही मात्रै हुन्थ्यो, आम्दानी हुन्थेन, खानालाई मात्रै पुग्थ्यो। अहिले चाहिँ तरकारी खेती टनेल गराएदेखि टनेल पनि बनाउनु भएको छ? टनेल पनि छ। टनेल गराएदेखि आजभोलि हुन्छ, अलिअलि बेच्नुहुन्छ? बेचेर आफूले खाएर पनि बेच्नुहुन्छ। अनि बेच्नको लागि बजारीकरण कस्तो छ? यहीँ घरबाटै जान्छ कि अलि बजारसम्म पुर्याउनु पर्ने के छ अवस्था? बजारसम्म पनि पुर्याउँछौँ कहिलेकाहीँ। कहिलेकाहीँ चाहिँ यता गाउँतिर पनि आउनुहुन्छ तरकारी लिन। रोपाइ चलिरहेछ, तरकारी लिन आउनुहुन्छ कहिलेकाहीँ यतातिर पनि गाउँको मान्छेहरू। अनि यो टनेलमा र अनि बाहिर खेती गर्दा के फरक पाउनु भयो नि हजुरहरूले? बाहिर भन्दा चाहिँ भित्र चाहिँ धेरै राम्रो हुन्छ तरकारी खेती। पछि त्यो सिटहरू पनि छेक्ने भयो टनेलमा लगाउँदा। बाहिर लगाउँदा चाहिँ पुरै सिटले खाएर तरकारी पनि हुँदैन। टनेलभित्र चाहिँ धेरै राम्रो भइरहेको।